ए बाबा त्यो मासु भातको पैसा त्यो बाँड्न गएको पैसा उसको भए त उसको सम्पत्ति घट्नु पर्ने त बढ्या छ हाम्रै पैसा हो खाइदिने। हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा हो खाइदिनुस्। हाम्रो स्कुलमा राम्रो शिक्षा दीक्षा नदिएर लुटेको पैसा हो खाइदिनुस्। हाम्रो बाटो पुल नहर नबनाएको पैसा हो खाइदिनुस्। तर भोट चाहिँ घन्टीमा लगाइदिनुस्। मासु भात बाँड्यो भने पक्रेर खाने, भोट चाहिँ अर्कोलाई दिने अरे। खानु हुँदैन, त्यो पाप हो, पाप हो। देश बेचेर ल्याएको पैसाले तपाईँले खुवाएको मासु भात तपाईँले खानुभयो भने तपाईँ पनि पापी हुनुभएको भएन? त्यस्तो कुरा हुन्छ? खाँदैन, के को मासु भात खान्छ? हामी आफै गरेर खान सक्दैनौँ र? नाथे एक दिन दुई चार छाक चुनावको बेला दिएको पैसाले हामीले पुग्ने हो र उनीहरूको? त्यसो भएको कारणले गर्दाखेरि म खबरदार खबरदार त्यसो नभन्नुहोस् है। त्यो पापको कमाई हो। त्यो तपाईँको चाहिँ नि ज्याला मजदुरी गरेर खाइ नखाइ जनताले तिरेको कर ढुकुटी बनाएर ल्याम कागज मिलाउँदै कोठाको कोठा पैसा राख्ने मान्छेहरू भेटियो कि भेटिएन तपाईँको काठमाडौँमा? त्यस्ता पैसाबाट आएको त्यो पापको धन, त्यो कालो धन खानुभयो भने तपाईँको चाहिँ जीवन पनि कालो हुन्छ। नखानुहोस्। स्वाभिमानी नेपालीले अर्काको जुठो खान्छ? खाँदैन।